तपाईँ कस्तो चस्मा लगाउनुहुन्छ? सबै मानिसहरू आफूलाई सुहाउँदो चस्मा छान्न जान्दैनन्। त्यसैमाथि चस्मा लगाउनु फेसन मात्र होइन, यो हाम्रो आँखाको सुरक्षा कवच पनि हो। धुवाँ, धुलो तथा घामबाट यसले हाम्रो आँखालाई सुरक्षित राख्छ। घाममा लगाउने चस्माले हामीलाई बाहिर हिँड्दा आइपर्ने आँखाका समस्याहरूलाई पनि रोक्न मद्दत गर्छ। धुवाँ, धुलो छेक्न मात्र नभई चस्माले हाम्रो सुन्दरतालाई पनि बढाउँछ। हामीले लगाउने चस्मा किन्दा सधैँ यसको गुणस्तर हेरेर किन्ने गर्नुपर्छ। चस्माको गुणस्तर अनुसार पत्ता लगाउन सकिन्छ कि यसले हाम्रो आँखाका लागि यो सुरक्षित छ कि छैन। आँखाको सुरक्षाका साथै यसले हाम्रो सुन्दरतामा पनि महत्त्व दिने भएका कारण हामीले यस्तो चस्माहरू किन्दा आफ्नो अनुहारको आकार अनुसार किन्नुपर्छ। कस्तो अनुहारमा कस्तो चस्मा सुहाउँछ त्यही अनुसार चस्मा लगाउँदा सुन्दरतामा झन् निखारता आउँछ। चस्मा लगाउनेले चस्माको सुरक्षा पनि गर्न जान्नुपर्दछ। चस्मा लगाउँदा या फुकाल्दा एउटा हातले एकातिर मात्रै समातेर प्रयोग गर्नु हुँदैन। एकातिर मात्रै समातेर प्रयोग गर्दा चस्माको अगाडिको फ्रेम र खुट्टा जोड्ने मिलन बिन्दुमा दबाब परेर चाँडै भाँचिने या स्प्रिङ फुस्किने खतरा रहन्छ। दुवै हातले दुवैतिर समातेर सन्तुलित बलको प्रयोग गरी लगाउने तथा फुकाल्ने गर्ने बानी बसाल्नुपर्छ। चस्माको लेन्स सिसाको छ भने सानो ठक्करबाट पनि चर्किने तथा फुट्ने खतरा रहन्छ। त्यसैले लगाउँदा र फुकाल्दा विशेष ध्यान दिनुपर्छ। फेसनेबल बन्ने नाममा निधारमा या टाउकोमा चस्मा लगाउनु गल्ती हो। यस्तो गर्दा फ्रेम खुकुलो हुन्छ। फ्रेम खुकुलो भएको चस्मा आँखामा लगाउँदा आकर्षक देखिँदैन भने खस्ने डर पनि हुन्छ।